लोड सेडिङ हुनेवाला पोल खोल चाहिँ भाग्नुहोस् तेरी के हो यार अमितजीसँग फोन आएर कुरा गर लुगा के बोल्छ बे कि मेरो गिफ्ट आफू त तान्ने मेसो मिलाई खेले तान्दिन म तान्दिन तपाईँ नै हो क्या अमितजीले तपाईँलाई हो माया गर्ने कतै जानुहुन्न अमितजी एकजना लेखा छ अदाको दुध खाए रे भनेर लेखिरहेको छ के भने दुध खाए रे कुन चाहिँ राडीको गाना ये क्या हुआ कैसे हुआ कब हुआ तब हुआ ओ छोड़ो के हो त बाजे आगो हो के भन्नु त के खै भैँसीको दुध अमितजी थग लाइफ नदिन्न श्रीमतीले हेरिरह यार श्रीमतीले हेरेर के हुन्छ र कमेन्ट पढेको त हो नि अमितजीले नराम्रो भनेको र त्यो कमेन्ट पढेको भनेको त हो नि हैन त म त त्यसो भन्नै सक्दिनँ भने म त मोमो र पिज्जामा टाड्दै थियो नि कहाँ त्यहाँसम्म पुगेको थिएँ र आफ्नो गल्ती छैन के डर र बाजेलाई कति गाह्रो छ जिउन है यताबाट सिसिटिभी उताबाट गिफ्टर यताबाट त्यही गाह्रो हुन्छ भने त्यसले बिहान गरेको म त गर्ने हो तपाईसँगै गर्ने हो मेरो दिनमा त्यति साह्रो नराम्रो दिन पनि सुरु भएको छैन ल त्यो नराम्रो दिन होइन मैले बे गरेपछि तपाईँको कति राम्रो दिन आउँछ भन्ने कुरा त्यो सम्झिनु के यसो गजब बेइज्जती है किङ हेरेको हेरै लाखौं पैसा उडाउने तिमीले छेरेको छेरे अदालाई नपाएर ठुलो कुरा वुमेन के खाले बौलाई रहेछ मान्छेहरू खाना खाइरहेको हुन सक्छ यार के बोल्या भाइ खाना खाए पनि त्यो छेरेको कुरा गर्दाखेरि खाना के भयो त त्यो मुखमा जान्छ र त्यो छेरेको जाँदैन तेरी यार कुन चाहिँ दिन भेटेछु यो मान्छेलाई यार पागलै बनायो मैले त डेट लेखेर राखेको छु नि बाजे यो दिनमा भेटेको भनेर एनिभर्सरी मनाउने हो हामी वेट गर्नु न पागल बौला है कि तिमी अति नगर यार कसम म त तपाईलाई भेटेको दिन मैले बुकमा लेखेर राखेको छु बाजेलाई यो दिन भेट्यो भनेर एनिभर्सरी मनाउने एक्लै केक काटी लाइभमा बसेर हो भने गाइस ट्याप ट्याप गर्नु न यार के भयो यस्तो पुजी न सुजी भने जस्तै भयो ओए साथी मेरो त कहाँ पुग्यो गाइस ट्याप ट्याप गरौँ न यार बाजेसँग खेल भन्छ बाजेसँग खेलेपछि मलाई धोबी हान्छ फेरि पोइन्ट कहाँ पुग्यो मेरो ट्याप ट्याप गाइस ट्याप ट्याप एभ्रीवन बाजे म 2 दिन लाइभ आएन मिस गर्नु भएन मलाई तिमीलाई किन मिस गर्ने को हो तिमी मलाई मिस म कहाँ हुने बेला कान्छी बुढीलाई मिस गर्नु परेन र गाइस काठमाडौँ नआउने अमितजी म काठमाडौँमा छ तपाईँ आउनु न जबसम्म तिमी नेपालमा छौ म आउन्न नै आउनु न भेट्ने प्लिज म घरमै लिएर आउँछु तपाईँलाई मैं तो टूट गया मैं तो गाइस 26 और लेट्स गो ओपन द स्पीड चैलेंज कम ऑन गाइस ओपन गाइस डबल टैप लाइक शेयर एवरीवन फुल देरा बोल दो माया तिमी चाहिँ तेरा बाउ मेरो बाउ कति वर्ष भइसक्यो मेरो बाउ नभन भन्छु खाली तेरा बाउ बासु यार थ्यांक यू मेरो बुढो भन्ने मान्छे आयो किङजी होला हैन मेरो बुढो हो अमितजी तपाईले के बोल्नु यार यसको बारेमा यार अमितजी तपाई चाहिँ मसँग काठमाडौँ भएर किन नभेट्नु भयो भने त तपाईलाई मैले गजब बेइज्जती है के भन्छ तपाईलाई म खाइदिन्छु रे मैले खाइदिन्छु मसँग डरा नभेट्नु भएको थ्यांक यू मेरो बुढो मैले
म कहाँ भेट्छु त नि कसैलाई भेट्दिन नि मैले हजुरको कति केटीहरूसँग भिडियो देखाएको छु कति नै मसँग मात्रै मसँग भेट्न डराउनु भएको कि मैले चपाइदिन्छ भनेर तपाईँलाई थ्याङ्क यू मेरो बुढो के बोल्यो कुन चाहिँ भिडियो देख्नुभएको थियो? नामै मेरो बुढो हो गिफ्टिङ हानिरहेछ अनि थ्याङ्क यू मेरो अनि बुढो कुन चाहिँ केटीसँग देख्यौ मैले कति केटीहरूले टिकटक बनाएर हालेको देखेको छु अमितजीको कस्टम झुटो कुरा भयो है यहाँबाट मरिरहँ ए यार अमितजी यार ये आई मैले पोल खोल्छ साँच्चै थाक कसम हो मलाई मात्रै नभेट्नु भएको अबे यार कतिपय कुरा प्राइभेसी हुन्छ यार अब मैले टिकटकमै कतिपय कुरा देखेको प्राइभेसी हुन्छ यार मैले टिकटकमै देखेको के प्राइभेसी भएर त नि टिकटकमै हालेको छ मान्छे अनि सबैसँग टिकटक बनाएर केटी मान्छे गर्भवती हुन्छ दिस इज नन अफ योर बिजनेस यार म सबैसँग होइन नि त मसँग बनाउँदा मलाई गर्भवती सिर्फ तपाईँले बनाउने अमितजीसँग सिर्फ हुक्का तान्ने कमिटी हुने तेरी भैंस के पागल आइ मैं बौलाई रहेछ यार तेरी जानकी जान गर्भवती त तिमीले मात्रै बनाउने के रे गर्भवती तिमीले मात्रै बनाउने अरूले त छुन पनि पाउँदैन मेरो बुढो थ्याङ्क यू यार तपाईँ श्रीमती दिवस पेपर पनि बाजे छुन आयो भने पनि चप्पल खोलेर हान्ने हो ड्याङ्की ड्याङ कसले हिम्मत गर्दो रहेछ मलाई छुनलाई श्रीमतीले दिवस पेपर खोज्न गई क्या यार दिदीलाई नजानु भन्नु क्या डिभोर्स पेपर मै बनाएर लिएर आइदिउँला त्यस्तो दिदीलाई नगर गाह्रो हुन्छ क्या हिँड्नलाई म बनाएर लिएर आइदिन्छु भनेको डिभोर्स पेपर राम्रोसँग बस के त्यस्तो नगर ल के हस् म राम्रोसँग बसिरहेको छु के गरिरहेको छु टु मच यार तँ म चाहिँ होइन कस्तो राम्रोसँग बसिरहेको छु ल एनिवे म निस्किन्छु ल बस्नु न म जान्छु दुईजना हुन्छ पुग्छ क्या ल थ्याङ्क यू सो मच थ्याङ्क यू बाई नमस्ते नमस्कार आऊ बाजे ढौदी तिमीलाई